हेर्नुहोस् हर्क साम्बाङ भने देशभक्त मान्छे हो। उहाँले चाहिँ तपाईँको जतिखेर पनि तपाईँको चिप्ला कुरा गर्दैन। चिप्ला कुरा गरेर देश बन्दैन। त्यसैले उहाँ खरो रूपले चाहिँ रङलाई रङ राइटलाई राइट भन्ने खालको एकदम हिम्मत लिएर आएको मान्छे हो। अहिलेसम्म बिगारेको चिप्रो कुराले हो। चिप्रो कुरा देश बन्दैन। उहाँ कामै गरेर चाहिँ विश्वको टोडेको मान्छे हो। त्यसले गर्दा उहाँले विश्वास गर्नु यो देश उहाँले बनाउनु। तेस्रो विश्वयुद्ध त हामीले भोग्नुपर्ने दिन आउन सक्छ। दिन आउँछ पनि, आउँदैछन् पनि। तेस्रो विश्वयुद्ध भयो भने चाहिँ हाम्रो नेपाल त ढुङ्गेमा फर्किन्छ, 2 दिनमा ढुङ्गेमा फर्किन्छौँ नि। अब चाहिँ सोच्नुहोस् है, अब ढिलो भइसकेको छ। मेरो छोरा नाति पिआर छ भनेर हामी दङ्ग पर्छौँ नि, अमेरिकामा बसेर, अमेरिकामा छन्, कोही अस्ट्रेलियामा छन् भनेर। यो वर्ल्ड वार भएको 2 दिनमा एक हप्ताभित्र सबैजना नेपालमा थुप्रिनेछन्। हामीले के खाने? हाम्रो घर जमिन सबै बाँझै छ। जमिन बाँझै छ, हामीले खाने के? माटो खाने? सोच्नुहोस्, अब विचार गर्नुहोस्, हामी आत्मनिर्भर बन्ने कि नबन्ने? जमिन बाँझो भएको जमिनलाई हामीले चाहिँ हरियाली बनाउने कि नबनाउने? दर्शकवृन्द नमस्कार। PNPखबर.com को यो विशेष श्रृङ्खलामा हामीसँग भक्तपुर क्षेत्र नम्बर 2बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रम संस्कृति पार्टीको तर्फबाट अर्जुन बसुजी हाम्रो साथमा हुन्छ। सर, यहाँलाई हार्दिक स्वागत छ। नमस्कार। बासु है, बसु बस। सरी, मेरो क्षेत्रको हुनुहुँदो रहेछ, तपाईँसँग भेटघाट गर्ने निकै मन थियो होइन। के छ सर, घर दैलो अभियान कस्तो चलिरहेको छ? प्रचार प्रसार कस्तो चलिरहेको छ? घर दैलो एकदम सौहार्दपूर्ण वातावरणमा राम्रै चलिरहेछ। विशेष त अब यो नयाँ पार्टी भएकोले चाहिँ अलिकति यो पुरानो पार्टी जस्तो होइन, नयाँ पार्टीमा सकेसम्म चाहिँ घर दैलोमा भोटरहरूको अनुहार चाहिँ एक्चुअली आफू पनि हेरौँ र मेरो आफ्नो अनुहार चाहिँ देखाउन चाहिँ मैले कोसिस गरिरहेको छु। तर कस्तो भने एकदमै यो अब जिल्ला त खासै सानो जिल्ला त हो। जस्तै अब सूर्यमान नगरपालिका र मध्यपुर ठिमी नगरपालिका 2टा मात्र पालिका छन् क्षेत्र नम्बर 2मा। तर पनि भोटरहरूको सङ्ख्या त लगभग 1 लाख हाराहारीमा छन् होइन। त्यही गर्दाखेरि तपाईँको नयाँ बस्ती पुरानो बस्ती कोर एरिया गर्दाखेरि असाध्यै एउटा क्राउड छ होइन। त्यो घर घरमा पुग्न चाहिँ असाध्यै गाह्रो भइरहेछ। तर म यही मिडिया मार्फत के भन्न चाहेँ भन्दाखेरि म अब सकेसम्म त घर घरमा पुगौँला। तर के छ भने यो राष्ट्र बचाउनुको लागि चाहिँ अहिलेसम्मको नयाँ पार्टी भन्दा पनि नयाँ पार्टी चाहिँ श्रमशील पार्टी रह्यो होइन। त्यसले गर्दाखेरि म चाहिँ एकदम सामान्य मान्छे हो। जस्तै म क्षेत्रमा 2बाट उम्मेदवार दिँदै गर्दाखेरि उम्मेदवार भइराख्दाखेरि चाहिँ म ठुलो मान्छे नसम्झिनु होला। म एकदम सामान्य, तपाईँहरू भन्दा पनि म सामान्य मान्छे हो। तर मलाई जतिखेर पनि मेरो कुनै स्वकीय छैन, कोही पनि छैन। मलाई सिधै मेरो नम्बरमा फोन गरेर चाहिँ तपाईँहरू जतिखेर पनि भेट्न सक्नुहुन्छ। म यति चाहिँ आग्रह गरेँ, मेरो नम्बर चाहिँ यहीँबाट म व्यक्त गर्न, मेरो नम्बर चाहिँ 985111 23368मा तपाईँ सिधै सम्पर्क गरी भेट्नु होला, बुझ्नु होला, मेरो आफ्नो आन्तरिक कुराहरू सबै चिज चिनेर बुझेर भोट दिनु होला भनेर चाहिँ नम्बर पनि मैले यही मिडियामा राखेँ छ। अब भक्तपुरमा नयाँ बस्ती पनि छ, पुरानो बस्ती पनि छ। पुरानो बस्तीमा अलिकति दूरदराजहरू पनि छन् होइन, अप्ठ्यारो ठाउँहरू पनि छन्, सबै ठाउँमा पुग्न गाह्रो हुन्छ भन्नुभयो होइन। तपाईँलाई सहरी एरियामा प्रचार गर्न सजिलो लाग्यो कि ग्रामीण एरियामा? अनि त्यति धेरै तपाईँको पहाडी त्यो ग्रामीण एरिया त छैन। यता क्षेत्र नम्बर 2 अन्तर्गत चाहिँ यो जुन काँक्राबारी र यो सिपाडोली एरिया अलि पहाडी गाउँ एरिया मात्र हो। अन्त खासै मलाई त त्यति धेरै गाह्रो छैन। अहिले अझ त्यो गाउँ एरिया भन्दा पनि यो क्राउड एरियामा चाहिँ घर घर जान गाह्रो भयो क्या। गल्ली गल्ली घर घर तपाईँको धेरै घरहरू रहेछ होइन। त्यो हिसाबले चाहिँ अलिकति गाह्रो भएको छ। अन्त त खासै समस्या छैन। अनि कुरा सुन्ने चाहिँ गाउँका मान्छे रहेछन् कि सहरका मान्छे रहेछन्? होइन, सबैले सुनेका छन्। एउटा चाहिँ के छ भन्दाखेरि श्रमशक्ति पार्टी भक्तपुरमा पनि छ है भन्ने खालको चाहिँ एउटा थाहै थिएन क्या। जब घर दैलो हामी जाँदै गयौँ होइन, घर दैलो पछि मात्र थाहा भयो कि श्रमशक्ति पार्टी माटो चिन्ह पनि रहेछ है भन्ने खालको उत्साहित छ, एकदम उत्साहित छ। अब क्षेत्र नम्बर 2 त तपाईँलाई थाहा छ, त्यहाँ ट्रेडिसनल भोटर्सहरू पनि निकै ठुलो जमात छ होइन। त्यसमाथि कुनै समय नेमोकिपाले पनि विजय हासिल गरेको क्षेत्र हो होइन। नेमोकिपा र तपाईँहरूको एजेन्डा हेर्ने हो भने श्रमकै एजेन्डा छ, श्रमिककै एजेन्डा छ होइन। तपाईँहरू चाहिँ यो 2टा पार्टी संयुक्त रूपमा जान सक्नु भएन? केही त्यस्तो कुराकानीहरू भयो कि? होइन, धेरैपल्ट चाहिँ अब हाम्रो पार्टीका अध्यक्षले पनि धेरैपल्ट नेवार मजदुर किसान पार्टीका अब त्यही लेभलमा एकचोटि वार्ता गरौँ न त, कुराकानी गरौँ भन्ने खालको धेरैपल्ट मेसेज चाहिँ भएको हो उता। तर उहाँहरूले चाहिँ यसो भेट्ने चाहिँ वातावरण चाहिँ उहाँले बनाउनु भएको छैन होइन। तर वास्तवमा भन्यो भने पार्टीको धारणा त लगभग मिल्छ। अब एमसिसीको विरुद्धमा उहाँ पनि अब नेमकिपा पनि पहिलेदेखि खरो तरिकाले उत्रिएको
पार्टी हो होइन। अब हाम्रो पार्टी र उहाँको के पनि सबै चिज मिल्छ क्या, भिन्नता के पनि छैन। तर हाम्रो पार्टीमा अलिकति श्रमको विषयमा चाहिँ हाम्रो पार्टीको अध्यक्ष स्वयं तपाईँको भुइँ मान्छे भएर चाहिँ त्योबाट ढुङ्गै बोकेर हिँड्या हो। त्यतिसम्म चाहिँ उहाँहरू छैन होइन। तर यद्यपि तपाईँको श्रमलाई माया गर्नुपर्छ भन्ने उहाँको धारणा पनि हो। तर चाहिँ फरक एउटा के छ भन्दाखेरि उहाँहरू चाहिँ तपाईँको सबै अब 2/3 बहुमत ल्याएर मात्र उहाँ सरकारमा जाने पार्टी पर्यो, नेपाल मजदुर किसान पार्टी होइन। नेमकिपा भनेको सङ्घीय संसदको एक्लो प्रतिपक्ष हो क्या। अरू सबै चाहिँ रोटेसनमा सरकार पक्ष हुँदा पनि उहाँ सधैँभरि स्थायी प्रतिपक्ष जस्तो लाग्छ। त्यो भन्न त मिल्यो, तर के छ भन्दाखेरि जब अप्ठ्यारो पर्दाखेरि उभिने पार्टी चाहिँ त्यो देखिएन क्या। किन भन्दाखेरि मैले आश गरेको थिएँ कि जब तपाईँ जेन्जी मुभमेन्ट पछि चाहिँ देश जलेको थियो नि त, देश जलेको बेला देश त एकदमै त्यहाँ त ब्याक टु नर्मल कसरी गर्ने भन्ने चाहिँ एउटा तपाईँको नेपाली जनता सबै आम 3 करोड नेपाली जनतालाई एकदम चिन्ताको एउटा त्यस्तो घडी थियो क्या। त्यो टाइममा चाहिँ कमसेकम तपाईँको राष्ट्रवादी भनेर चिनिने नेमकिपा पनि त हो नि होइन। उसले चाहिँ तपाईँको देशको लिड म गर्छु नि त, यो ब्याक टु नर्मल एउटा ट्र्याकमा तपाईँ देशलाई ल्याउँछु भन्ने खालको एउटा विज्ञप्तिसम्म आएन क्या। त्यो एउटा दुःख लाग्दो कुरा त्यो हो, त्यो किन राष्ट्रवादीको रूपमा रहेको पार्टी। तर हाम्रो पार्टीको अध्यक्ष हर्क साम्पाङ त्यो बेला पार्टी नै बनाएको थिएन होइन। त्यो टाइममा धरानदेखि गाडी चढेर तपाईँको देश म लिड गर्छु, यो देश रोएको बेला म हाँस्न सक्दिनँ, यो देशलाई म ट्र्याकमा ल्याउँछु भनेर जुन खालको आँट गरेर आउनुभयो नि, त्यो हो राष्ट्रवादी हुने हो क्या। तर सबैभन्दा बढी ब्याकफायर चाहिँ त्यही घटनाले भयो होइन। हर्क साम्पाङज्यूलाई, तपाईँको पार्टी अध्यक्षलाई त्यति बेला चाहिँ लोभी रहेछ, पदलोलुप रहेछ, प्रधानमन्त्रीको पद चाहिँ भिखमा माग्न आयो भन्ने जस्तो त्यस पछाडि नै उहाँप्रति चाहिँ आलोचकहरू धेरै बढेको जस्तो लाग्छ कि होइन। त्यो चाहिँ एकदमै नबुझेर हो होइन। त्यो नबुझेर त्यसलाई चाहिँ कस्तो भने त्यो हर्क साम्पाङलाई माथि त्यो पार्टीलाई माथि ल्याउन नचाहनेहरूको एउटा झुन्ड छ होइन। त्यो झुन्डले त तपाईँको अनेक खालको अतिरञ्जित कुरा गरे मात्र हो होइन। त्यतिखेर सोच्नुहोस् न, तपाईँ आफै सोच्नुहोस् न, त्यतिखेर त देश जलेको बेला सब भागाभागको स्थिति थियो नि त। कमसेकम कसको हिम्मत थियो क्या, देश म लिड गर्छु भने आउने कसैको हिम्मत थिएन नि त। आखिर अहिले भएका तपाईँको प्रधानमन्त्री पनि त ऊ आफू बन्छु भने आएको होइन त, ऊ चाहिँ सिफारिसै हो होइन। तर त्यतिखेर जेन्जीको माग भनेको उसले सबै त्यतिखेर युवा जेन्जीहरूले चाहेको त बालेन शाह हो नि त। तर ऊ भने त भनेन नि त। ऊ त तपाईँ ब्याकको ब्याक उसले त कार्ड हातमा लिएर बस्यो, कसलाई बनाउने के गर्ने। ऊ त त्यतिखेर त तपाईँ त्यतिखेरको भनौँ न सेनाभन्दा पनि शक्तिशाली भयो त्यो, हेर्नुहोस्। अनि यो अवस्थामा तपाईँ यो हाम्रो पार्टीको अध्यक्षलाई चाहिँ अब जसरी पनि तपाईँको गिराउने एउटा राष्ट्र विरुद्धका व्यक्तिहरू भन्छु है। राष्ट्रवादी एउटा व्यक्तिलाई चाहिँ नचिन्ने भने राष्ट्र विरुद्धको व्यक्ति भन्छु म। ती व्यक्तिहरूलाई अतिरञ्जित कुरा गरे मात्र हो। तपाईँ भक्तपुरको स्थानीय बासिन्दा होइन, कसरी चाहिँ श्रम संस्कृति पार्टीमा जोडिन पुग्नुभयो? हर्क साम्पाङज्यूसँग चाहिँ कसरी जोडिन पुग्नुभयो? म हर्क साम्पाङ चाहिँ इन्सपायर भएको कुराहरू के छ भन्दाखेरि मैले स्टडी गरिराख्दा उहाँको जीवनशैलीमा होइन, उहाँले तपाईँ किन ढुङ्गा बोक्या होला, किन तपाईँको सामान्य मान्छेभरि एउटा तपाईँको रत्न पार्कमा पाइने भनौँ न त्यो एउटा त ठर्मकोट लाएर किन, एउटा कट्टु लाएर किन हिँड्छ होला भन्ने विषयमा मैले धेरै स्टडी गर्दाखेरि उहाँ चाहिँ तपाईँको एउटा धनाढ्य व्यक्ति एउटा ब्रिटिस लाउरेका छोरा त्यो भएर पनि तपाईँको उहाँ किन यस्तो भयो भन्ने सन्दर्भमा चाहिँ मैले आफैले मूल्याङ्कन कसरी गरेँ भन्दाखेरि यो देशको राजनीतिक नेताको एउटा अकर्मण्यता, देश बिगारेको नेपाली नेता र नेताहरूको त्यो अकर्मण्यता त्यसले गर्दाखेरि 24 घण्टा कमाउने धन्दामा लाग्ने यो खालको तपाईँ प्रविधिले चाहिँ ती नेता देश चलाउने व्यक्तिहरूले चाहिँ बिस्तारै बिस्तारै सबै जनतामा त्यो खालको ह्याबिट बसाल्यो, त्यो खालको बिजारोपण गर्यो। त्यसले गर्दा मान्छे दिन प्रतिदिन पैसा कमाउने, 24 घण्टा पैसा मात्र कमाउने एउटा सपना बोकेर हिँड्या अरे। त्यतिखेर त्यसको गन्तव्य कहाँ हो भन्दाखेरि त्यसको गन्तव्य भने डिप्रेसन हो। त्यो स्थिति कहाँबाट आयो भन्ने खालको स्थितिमा चाहिँ हाम्रो पार्टीको अध्यक्षले के खालको त्यसलाई करेक्सन कहाँबाट गर्नुपर्छ भने नेताबाट गलत भएको हो, नेताबाटै त्यसको करेक्सन हुनुपर्छ भनेर उहाँले जुन खालको ढुङ्गा बोकेर तपस्या सुरु गरे कि त्यो विद्रोह हो उहाँको। मैले त्यो बुझेँ। उहाँको विचार हो नि, उहाँले एक खालको कोका कोलाबाट चाहिँ तपाईँको यस्तो खालको टेक्निकल उहाँ प्रयोग गर्नुभयो कि अहिलेसम्म इतिहासमा कसैले पनि त्यो आखिर कोका कोला त धरान त त्यति धेरै हाइट पनि थिएन होइन। त्यो पाइपले चाहिँ उहाँले तपाईँको एकदम एउटा सिधा सरल रेखामा चाहिँ पाइप सिधा ल्याउँदा सम्भव थिएन, त्यो हाइटले दिँदैन थियो। तर उहाँले त्यो पाइपले वक्र रेखामा चाहिँ पाइपले घुमाएर ल्याउँदाखेरि चाहिँ तपाईँ
त्यो पानी त्यहाँ सम्भव छ भनेर अहिलेसम्म त्यो फिलोसफी वा त्यो टेक्निकल त्यो माइन्ड कसैले पत्तै लगाउन नसक्यो क्या। उहाँले एकल हिसाबले उहाँले पत्ता लगाएर जुन खालको श्रमै गरेर धराले जनताले पानी खुवायो होइन। आफू त्यो पाइप काट्दाखेरि रातारात जङ्गलमा किरा फट्याङ्ग्रासँग सुत्तिर उहाँहरू रोएर हिँड्नुभएको घटना देख्दा म त साँच्चै कि त्यो बेला त मेरो पनि आँसु आएको थियो होइन। तर उहाँले भन्नुभएको छ यो देश गरिब बनाउने यो देश यो सबै नेताले हो, यहाँका तपाईँको ब्युरोक्राट्सले हो। त्यसैले म यदि यो देशको कार्यकारिणी भयो भने मलाई कुनै सुविधा चाहिँदैन, म त बाइकमा मात्रै हिँड्छु, मलाई यो देश के पनि चाहिँदैन भन्ने जुन खालको उहाँले जिउ छाडेर हिँड्नु भएन, त्यो नै राष्ट्रवादी हो। म त्यही चिजमा इन्स्पायर भएर चाहिँ अब यो देश बनाउनलाई अरू कसैले सक्दैन, मात्र एउटै व्यक्ति भुइँ मान्छे त्यो हो भने हर्क साम्पाङ हो भने म काठमाडौँमा भक्तपुरमा हुर्केर यहीँ जन्मेर म दुःख भनेको कमसेकम मलाई पनि दुःख त थाहा छ नै। तर के छ भने त्यसरी नै म हिँड्न नसके पनि होइन, तर म उहाँको एउटा विचारलाई अनुसरण गरी चाहिँ म अगाडि बढिन्छु भने एउटा प्रतिबद्धसहित म एकदम भित्रै हृदयदेखि नै म होइन, मैले चाह्यो भने म पैसा कमाउनु आएको होइन कि म राष्ट्रलाई केही दिन्छु भनेर चाहिँ म यो पार्टीमा लागेको छ। काठमाडौँका बौद्धिक वर्ग, काठमाडौँका स्थानीय बासिन्दा, काठमाडौँका जेएनजी भाइ बहिनीहरूलाई चाहिँ फेरि त्यसरी हिलोमा धुलोमा माटोमा होइन तपाईँको श्रम गर्ने लिडर भन्दा पनि 8-8 करोडको गाडी चढ्ने ऊ अर्को अहिले BMW आएको छ, फेरि BMW चढ्ने त्यस्तो नेता पो चाहिएको रहेछ। अनिखेरि त्यस्तो नेताहरूको पछाडि चाहिँ भिड ठुलो देख्छु, हर्क साम्पाङको पछाडि चाहिँ भिड कम देख्छु सर म। यो त्यही त यो तपाईँको जेन्जी मुभमेन्टहरूबाट जुन यो स्थिति आयो होइन। अब यो सरकारमा अब आउने चुनावमा चाहिँ कसरी तपाईँको त्यो भनौँ न त्यो कसको जनताहरू कसरी ध्रुवीकृत भइरहेछ भन्दाखेरि सकल असली जेन्जीहरूको चाहिँ त्यो छैन होइन। तर के छ भने यो एकदम तपाईँको भनौँ न यो एउटा व्हिम छ क्या, यो सेलिब्रिटी व्हिम भन्छ म चाहिँ त्यसलाई होइन। अब मन परेपछि सक्यो क्या, यो व्हिम चलायो, मन पराइसक्यो, ल तपाईँको यो ढङ्गले चाहिँ अब त्यो गाडी कसरी चढाएको छ कसैले मतलब छैन होइन होइन। त्यो ढङ्गको एउटा असाध्यै त्यो मलाई चाहिँ लाग्छ तपाईँको यो राम्रो कुरा होइन होइन। तर असली व्यक्ति, असली जेन्जी, असली देशभक्त मान्छेले चाहिँ मन पराएको छैन, बिस्तारै अहिले सबैले बुझेर आएको छ त्यो होइन। बालेन कहाँबाट सञ्चालित छ, बालेन कसरी उहाँले 8 करोडको गाडी चढेर हिँडेको छ, यी सबै कुरा त तपाईँ बुझेर आएको छ। यहाँका बुद्धिजीवी भनाउँदाहरूले पनि सबैले चाहिँ अहिले राष्ट्रभक्त को हो, देशभक्त को हो भन्ने कुरा त बुझिरहेछ नि सर। अहिले सुरेन्द्र केसी लगायतका भनौँ न अब हाम्रो यी बुद्धिजीवीहरूले पनि एक खालको त एकदम अब चाहिँ देशभक्त एकै व्यक्ति हो जो हर्क साम्पाङ हो, जो चाहिँ तपाईँको श्रमशक्ति पार्टी भए अरू विकल्प छैन भन्ने खालको कुरा त आइरहेछ नि सर। आइरहेछ, अझै पनि त्यो रिसेप्टिभ हार्ट उहाँहरूको देखिएको छैन। कहाँ एउटा राईको छोरालाई चाहिँ पार्टीको अध्यक्ष मान्ने, देशको प्रधानमन्त्री मान्ने भन्ने यस्तो त्यो भित्र कता कता त्यो रेसियल हायरार्की, रेसियल सुप्रिमेसीको आइडियोलोजी पनि होला, के होला थाहा छैन। तर कतिपयले चाहिँ एक्सेप्ट नगरेको देख्छु क्या मलाई होइन। अब हामीले हिजोको पुरानो नेतालाई किन गाली गऱ्यौँ भने भुक्के चप्पल लगाएर चाहिँ काठमाडौँमा आएर आलिसान बङ्गलामा बस्ने, महँगो गाडी चढ्ने भनेर हामीले हिजोका नेताहरूलाई गाली गऱ्यौँ होइन। त्यसमा हामीले पनि गाली गऱ्यौँ क्या। अब आज फेरि त्यो अहिले त्यही मान्छेहरू के भनिरहेका छन् भने 8 करोडको गाडी किन चढेको बिचौलियाको भने 70 बिघा जमिन हुने मान्छे चढ्छ त तँलाई के मतलब भन्छ क्या। अब ठिक छ, त्यो जमिन बेचेर किनेर चढेको भए त ठिकै थियो, तर बिचौलियाको त चढ्नु भएन नि भनेको। अब के गर्ने ती बुद्धिजीवीहरूलाई मैले के भन्ने, अब केही भन्नै सकिनँ कि। तिनीहरू अब कसरी हामीले भन्नु पऱ्यो भन्दाखेरि यो तपाईँको यो देश बिग्रियो कि तपाईँको हामी तपाईँको विदेशी हाम्रो पार्टीको मेन धारणा के छ भने हामी चाहिँ एक खालको चाहिँ तपाईँको राष्ट्र चाहिँ स्वाधीन हुनु पऱ्यो, समृद्ध स्वाधीनता चाहिँ तपाईँको आफ्नै खुट्टा उभिनु पऱ्यो राष्ट्र होइन, विदेशी परनिर हुनु भएन भन्ने नै हो मेन चाहिँ होइन। त्यसले गर्दाखेरि जसरी यो बालेन शाहले जुन 8 करोड गाडी चढिया छ नि, त्यो त उसको उसले तपाईँ हजुरले भन्नुभएको जस्तै यो त उनीहरूले आफ्नो जग्गा जमिन बेचेर आफ्नो सम्पत्तिबाट चढेको पनि होइन। त्यो त कसैको तपाईँ कसैले दिएर चढ्यो भने त्यो त यो एउटा सुरुवात, त्यो भोलि सरकारमा पुग्यो भने छ नि सर, देशलाई त गुलामी त बनाउने भयो नि त। उसले त सिधै तपाईँको जतिखेर नि तपाईँको विदेशी सहयोग, विदेशी निकायबाट चाहिँ तपाईँको भिख मागेर चाहिँ देशलाई समृद्ध बनाउने त हो, त्यही वहीँमा त जाने भयो। त्यसले गर्दा यो त एकदमै तपाईँ गलत प्रविधि छ। उसले सुरुमा अहिले नै उसले भित्राइसक्यो
यसरी बुझाउनु त्यो त होइन उनीहरूले अघिल्लो स्थानीय निर्वाचनको अगाडि चाहिँ इन्टरभ्यू दिँदाखेरि मैले अरू कसैको कुनै व्यापारीको पैसा लिएँ भने त मैले उसको इन्ट्रेस्टमा काम गर्नुपर्ने हुन्छ भनेर बोलेका रहेछन् अनि अहिले चाहिँ त्यो करेन्ट चाउचाउवालाको करेन्ट गुट्खावालाको गाडी चढ्दा चाहिँ उसको स्वार्थमा काम गर्नुपर्छ कि पर्दैन मेरो प्रश्न ठ्याक्कै यहीँनिर मात्रै हो अनि कुलमान घिसिङ जस्तो मान्छेले BMW चढ्ने औकात कहाँबाट आयो कतिले भन्लान् विद्युत प्राधिकरणको MD भन्लान् होइन त्यो अब BMW भने त थोरै पैसामा आउँछ र तपाईँ नि गाडी चढ्ने मान्छे कति पैसा लिन्छ त्यसको अनि फेरि माथि त्यो पाल भएको रहेछ क्या त्यो माथिबाट टाउको निकाल मिल्ने मैले त खासै मेरो ओक्सो पनि छ क्या गाडीको ओक्सो पनि छ म सानो गाडीहरू बनाउने त्यो फोटो देखाइदिनु त BMW को फोटो त्यो कति पर्छ यो गाडी भन्नु त मलाई त त्यति अब म गाडी चढ्दिनँ म थोत्रो मोटरसाइकल चढेर हिँड्छु होइन होइन गाडी त यस्तो हो गाडी मैले पनि डेस्कटपमा छ कि BMW त खास गाडीको रेट चाहिँ मलाई थाहै छैन वास्तव भन्यो भने म गाडीमा त्यति सोक पनि छैन होइन नर्मल कति पर्छ ऊ त्यहाँ छ यो गाडीको कति पैसा पर्छ सर मलाई थाहा नभएको कि अलिक ठुलो बनाइदिनु मैले यसको त रियलमा त यसको रेट त मलाई पनि थाहा छैन त्यो 8-10 करोड नै पर्छ होला त्यो त कति 8-10 करोड BMW 1 करोड भन्दा 2 करोड भन्दा माथि 1 करोड भन्दा माथि नै छ त्यो 1 करोड भन्दा माथि नै पर्छ नेपाली राष्ट्रिय टिमको होइन नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तान आज आफ्नो उपचारको लागि सरकारले नदिएर उहाँ के भन्छ जनतासँग भिख माग्दै हुनुहुन्छ अनि जनतासँग हार गुहार गर्दै हुनुहुन्छ तर उम्मेदवार जसले जित्या पनि छैन अस्ति भर्खर मन्त्री भएर निस्किया मान्छे करोडको गाडी चढेर हिँड्छ अनि चित्त दुख्दैन क्या जनतालाई फेरि यसैको हाई गर्छन् कि त्यही त यो एकदमै त्यही डिफेन्डर चढ्नेको हाई गर्छन् क्या अब के भन्ने यो भन्दाखेरि तैँले चाहिँ हर्क साम्बाङको के गरिस् रे भनेर हिजो बेलुका फोन गरेर मुख छाड्यो एउटाले यो त एकदमै विडम्बना छ क्या मैले भनिहाल्ने यो सधैँ तपाईँको यो बुझि नसक्नु छ क्या यिनीहरूको यो हरकत छ नि अब त्यसले गर्दाखेरि यो बुझाउनु अलिक समय लाग्छ होइन तर बिस्तारै चाहिँ बुझ्छ त्यो बुझ्छ होइन बिस्तारै बुझ्छ किन अहिले बुझ्दै आइरहेछ क्या यो चुनावको तपाईँको मैले भनिहाल्ने चुनावको अब 2 दिन अगाडिसम्म यो स्थिति के हुन्छ भन्ने कुरा चाहिँ यो बिस्तारै बुझिसकेका छ अझै बुझ्दैछन् र चुनावको माहौलको 2 दिन अगाडिसम्म चाहिँ साँच्चैकै देशभक्त को हो भन्ने कुरा प्रश्न बुझ्नेछ र तपाईँको नेपालीको बानी हगिसक्यो दैलो देख्यो भन्ने हुन्छ क्या होइन त्यो भोट हालिसके पछाडि अनि बल्ल बुझ्नेछन् तिनीहरूले चाहिँ भोट हालिसकेपछि त बुझ्ने त पछि छँदैछ तर अब भोटभन्दा अगाडि पनि बुझ्दैछन् मलाई लाग्छ यो चुनाव भन्ने त यो नर्मल तपाईँको सामान्य चुनाव होइन यो त तपाईँको एक खालको तपाईँको अप्रत्याशित ढङ्गले चाहिँ जुन मुभिनबाट ल्याएको चुनाव हो यो यसमा चाहिँ भोट चाहिँ एकदमै बुझेर हाल्छ सर अहिले जति यो मिडिया म्यानिपुलेट भएको छ नि त्यो म्यानिपुलेटको हिसाबले चाहिँ भोट जाँदैन राम्रै तरिकाले भोट चाहिँ खस्छ सर मलाई विश्वास छ अनि अब तपाईँको उम्मेदवार किन्ने पनि हुन्छ नि यो चलन हुँदो रहेछ कि लास्ट टाइम चाहिँ भक्तपुर क्षेत्रमा 2बाट लौरोको उम्मेदवार हुनुहुन्थ्यो एकजना तिनको नाम बिर्सेँ मैले हजुर त्यो उम्मेदवारी लिनुभन्दा अगाडि मसँग रोइ कराइ नै गर्नुभयो उहाँले सर मेरो यो के हुन्छ पहिलो र अन्तिमचोटि यो चुनावमा मलाई भाग लिन दिनुहोस् मलाई लौरो चुनाव चिन्न दिनुहोस् भन्नुभयो हामीले दाबी गरेका थियौँ पछि हामीले छोडिदिउँ ल उठाऊ भनेर छोडिदिउँ भरे लगेर 5 लाखमा बिकायो भन्ने सुने कि महेश बस्नेतका लगेर तपाईँलाई चाहिँ कतिको अफर आएछ होइन हुनसक्छ त्यो पनि हुनसक्छ होइन हुनसक्छ होइन भएकै कुरा अब मैले देखेकै कुरा सामाजिक सञ्जालमा आएकै कुरा बोला त हो होइन यस्तो मेरो प्रत्यक्ष चिन्दछु म उहाँलाई त्यो चुनाव चिन्ह लिन गएको दिन मसँगै थिएँ मैसँग उहाँले रिक्वेस्ट गरेर मैले छोडिदिएको हो हजुर अब यस्तो मेरो सन्दर्भमा कुरा गर्नु पर्दाखेरि म त एउटा तपाईँको राष्ट्रको लागि के गरेर मान्छे हो मैले भने नि यी तपाईँको अहिले भक्तपुर क्षेत्रमा 2 उठेका जति पनि उम्मेदवारहरू छ नि त्यसको लेभलमा तिनीहरूको उम्मेदवारहरूको लेभलमा मेरो लेभल चाहिँ मिल्दैन क्या म कुन अर्थमा मिल्दैन भन्दाखेरि म पैसाको लागि तपाईँ बिक्री मान्छे हुँदैन भने होइन भन्ने कुरा म एउटा पुष्टि के गर्न चाहन्छु भन्दाखेरि म एउटा कानुन व्यवस्थाको हैसियतले अहिले नेपालमा अहिले जति पनि व्यथिति भएको छ नि त्यो व्यथितिको विरुद्धमा जस्तै कि भूमाफिया यी लगायतका तपाईँको एकदमै यो धनी गरिब बिचको चाहिँ भयङ्कर ठुलो चाहिँ खाडल बनाउने एउटा लेभल छ त्यो भूमाफिया त्यसको विरुद्धमा चाहिँ मैले बहुचर्चित ललिता निवास बालाडारको जग्गा चाहिँ नेपाल सरकारमा फिर्ता ल्याउनको लागि 8 वर्षसम्म अभियान चलाएको व्यक्ति हो क्या त्यसले गर्दाखेरि म त्यतिखेर पनि तपाईँको जुन सुवर्ण समितिको जग्गा व्यक्ति विशेषको नाममा दर्ता भइसकेको जग्गालाई फिर्ता गर्ने क्रममा नि मैले चाहेको भए त्यो 8-10 करोड त म 20-50 करोड त मैले कमाउन सक्थेँ अहिले त्यही जग्गा चाहिँ आनाको 1.5 करोड जान्छ युवराज कोइरालाजीहरू चाहिँ हो युवराज कोइराला त हाम्रो महासचिव हुनुहुन्छ म चाहिँ अध्यक्ष हो सरकारी सार्वजनिक गुठी संरक्षण सङ्घर्ष समिति पनि हामीले बनाएको थियो एउटा टिम त्यो टिमको चाहिँ महासचिव युवराज कोइराला थियो त्यसको अध्यक्ष म हो क्या
होइन उहाँहरू फ्रन्टमा आउनुभयो मिडियामा उहाँ चाहिँ फ्रन्टमा आउनुभयो होइन अब त म फ्रन्टमा आइनँ होइन किनकि अध्यक्षको रोल त छुट्टै हुन्छ महासचिवको रोल चाहिँ अब अलिकति बढी मिडियामा चाहिँ उहाँ आउनु भएको अब म चाहिँ त्यतिखेर मिडियामा म आइनँ होइन त्यसको अर्थ के हो भन्दाखेरि तपाईँको त्यतिखेर मैले पैसा कमाउन चाहेको हाम्रो टिमले म सिङ्गलले पनि कमाउन सक्थेँ क्या त्यसैले त हजुरले भन्नुभएको छ 2-4 लाख 5-10 लाखमा त्यसरी बिकेर त्यस्तो बिक्ने मान्छे पनि होइन 50औं करोडमा नबिक्ने मान्छे होइन त्यो 4-5 करोड बिक्ने भन्ने त त्यो त कल्पना भन्न धेरै बाहिर कुरा भनेर के गर्नु छ र तपाईँले फिर्ता ल्याए भन्नुहुन्छ अझै पनि त्यहाँको इन्फ्रास्ट्रक्चर जुन बनेको छ त्यो इन्फ्रास्ट्रक्चरहरू हटाएको छैन सरकारी जग्गामा बनेका इन्फ्रास्ट्रक्चरहरू अहिलेसम्म हटेका छैनन् अनि सुन अझ इन्ट्रेस्टिङ कुरा के भयो भने हाम्रो गाउँमा पनि खोला मिचियो के हजुर यसरी घुमाएर बगेको खोलालाई चाहिँ तपाईँको टुकुचा बनाइयो अनि माथि तपाईँको सार्वजनिक जङ्गलले तपाईँको ठ्याक्कै खस्ने गरी दोजर हानियो त्यसको मैले खुलेर विरोध गरेँ क्या अनि त्यो विरोध गरिसकेपछि मलाई गाउँमा त गाली गरे त विकास विरोधी नहो है प्लटिङको विरोध गर्नु भनेको विकास विरोधी हो भने के त्यस पछाडि मेरो बुवाले के भन्नुभयो थाहा छ हजुर धेरै तँलाई के भन्छ ढाड सिलाएको छ कि कुन चाहिँले बजाइदेला होइन त्यो बालुवाटार बेच्दाखेरि त तिमीहरू केही गर्न नसक्नेहरू यहाँ चाहिँ अब त्यो वन मिच्दाखेरि बोल्नुपर्छ चुप लागेर बस तेरो ढाड सिलायो होला भनेर भन्नुहुन्छ क्या अब त्यो नराम्रो इम्प्रेसन गएछ क्या अब किनभने बालुवाटार देशमा बेच्दाखेरि त्यो जहाँ बालुवाटार छ जहाँ प्रधानमन्त्री निवास छ त्यही भित्रको जग्गा बेच्दाखेरि त कसैले केही गर्न सकेन अनि यहाँ वन मिच्दाखेरि के हुन्छ भन्छन् अहिले त्यो काँक्राबारीमा हुँदै गरेको प्लटिङमा 40 रुपैयाँ त सार्वजनिक वन परेको भने त आइरहेछ न्युज तर कसैले बोल्दैन त्यहाँ किनभने त्यो कारण चाहिँ बालुवाटार रहेछ क्या बालुवाटार त खाइसके अब त्यो वन खाएर के हुन्छ भन्ने इम्प्रेसन सबैमा पुग्यो होइन यस्तो बालुवाटारको विषयमा हजुरले यति बुझ्नु कि जुन हाम्रो सङ्घर्षको कारणले सरकारी सार्वजनिक गुठीदार संरक्षण सङ्घर्ष समितिले हामीले तपाईँको 8 वर्षसम्म यति धेरै ठुलो सङ्घर्ष गऱ्यौँ कि होइन विवादित जग्गामा गएर हामीले झन्डा पनि गाड्यौँ होइन मालपोत कार्यालय त 10औँबाट हामीले धरना गर्छौँ हामी 25-26 जनाको टिम छ क्या त्यो टिमले राष्ट्रिय स्वतन्त्रता केन्द्र गृह मन्त्रालय लगायत यति धेरै फोर्स दिइसकेपछि अन्तिममा शारदा प्रसाद पूर्व गृह सचिव शारदा प्रसाद तेजालको संयोजनमा छानबिन समिति हामीले गठन गरायौँ त्यो गठन गराइसकेपछि त्यो छानबिन समितिमा चाहिँ जति पनि तपाईँको त्यो अध्ययन गर्न अनुसन्धानको लागि चाहिँ हामीले दस्तावेजहरू पुरानो लगतदेखि लिएर तपाईँको लाल मोडसम्म हामीले उपलब्ध गराइदिया हो त्यसको आधारले हामी स्वयं त्यहाँ प्रत्यक्ष रूपमा हामी त्यो टिममै बसेर हामी पनि उहाँलाई सहयोग गरिसके पश्चात चाहिँ यो चाहिँ अनियमित भएको चाहिँ पुष्टि गरिसकेपछि कोले कारबाही गर्ने र कोलाई चाहिँ तपाईँको अनुसन्धान गर्ने भनेर सिआइबी र तपाईँको अख्तियारलाई जिम्मा दियो हो नि त सिफारिस गरेपछि बल्ल त्यसको आधारले चाहिँ केस अगाडि बढ्यो गरिसकेर जुन अख्तियारबाट चलेको मुद्दा त तपाईँको अस्ति विशेष अदालतबाट फैसला भइसकेको छ हेर्नुहोस् होइन त्यसले गर्दाखेरि त्यो नेपाल सरकार आइसकेको छ त्यसमा विवादै छैन अब इन्फ्रास्ट्रक्चरको कुरा गर्नु यो फेरि अर्को झुट रहेछ क्या नेपाल सरकारमा आइसक्यो भनेको होइन त्यो बाँसबारी छाला जुत्ता कारखानाको जग्गा पनि नेपाल सरकारकोमा आइसक्यो भनेको हिजो जसले भोगचलन गरिरहेछ आज पनि त्यसैले गरिरहेछ तपाईँले भने जस्तो बालुवाटारमा पनि नेपाल सरकारको नाममा आयो भने हिजो जसले भोगचलन गरिरहेछ आज त्यसैले गरिरहेछ फेरि कुन दिन त्यसले स्वाट पारिसक्छ कि होइन त्यहाँ त भ्याकुममै छ त्यो जमिन त खाली नै छ एउटा स्टोर बनाएको छ भाटबडिनको स्टोर बनाएको छ अनि अर्को भने तपाईँको जुन एनआरएनको भवन छ अफिस एउटा छ होइन त्यति दुईवटा मात्र बिल्डिङ अरू कुनै पनि छैन सर सब भ्याकुम छ खाली नै छ त्यहाँ यता उसको बाँसबारी छाला जुत्ता कारखाना त्यो त मुद्दा फैसला अन्तिम भइसकेपछि नै त्यो हट्या छैन त्यो होइन त्यसको विरुद्धमा हामी एउटा एजेन्डा बनाएर जाँदैछौँ त्यसको विरुद्धमा पनि तर अब मुख्य निर्णयकर्ताहरू चाहिँ जेल गएन नि त सर क्याबिनेट डिसिजन गर्नेहरूलाई चाहिँ जेल हालिएन होइन हाम्रो इन्टेन्सन भने त तपाईँको नीतिगत रूपमा जसले तपाईँको अगाडि बढायो जसले चाहिँ तपाईँको आँखा चिम्लेर जसले चाहिँ सही गरायो जसले चाहिँ निर्णय गरायो त्यसको विरुद्धमा पनि हो गराउने दोषी कि गर्ने दोषी अनि गर्ने गराउने भन्दाखेरि पनि त्यतिखेरको केसमा जस्तो माधवकुमार नेपाल र तपाईँ हाम्रो बाबुराम भट्टराई पनि परेको छ त्यसमा होइन अब त्यसमा चाहिँ नीतिगत रूपमा त्यतिखेर अब उहाँहरूको त्यो सम्बन्ध छैन भन्ने खालको त्यो भाषी सिर्जना गरेर उहाँलाई बयान मात्र गरेर सफाइ दिएको अवस्था छ होइन तर हाम्रो माग भन्ने कुरा कोही बचोस् र हाम्रो इन्टेन्सनली हामी कसैलाई ठुनामा राख्ने उद्देश्य पनि होइन तर हाम्रो मेन मकसद भनेको नै त्यो चाहिँ नितान्त तपाईँ नेपाल सरकारको हो सम्पत्ति त्यो व्यक्ति विषयले दर्ता गरेको छ त्यो नेपाल सरकार नाममा चाहिँ निश्चित रूपमा फर्किनुपर्छ भन्ने नै हो क्या त्यति चाहिँ गरायो हामीले ल ठिकै छ अब यो पुराना कुरा भयो होइन हजुर जस्तो अहिले घर दैलो प्रचार प्रसारको क्रममा नि भक्तपुर क्षेत्र नम्बर 2 का चुनौतीहरू चाहिँ के हुन्छ भक्तपुर क्षेत्र नम्बर 2 को चुनौती भन्दाखेरि जनताको मेन भोटरहरूको चाहना के छ भन्दाखेरि अलिकति तपाईँको हाम्रो संसदीय पार्टी चाहिँ नयाँ भएर पनि तपाईँको नयाँ पार्टी त्यो नयाँ भएर पनि त्यो भन्दा नयाँ चाहिँ
अलि रासपा हो कि भन्ने भ्रम चाहिँ छ होइन। अनि तपाईँ अलिकति तपाईँको हाम्रो पार्टीलाई धार्मिकतावादी अलि जातीयवादी छ कि भन्ने एउटा त्यो अलिक भ्रम छ होइन। अनि धेरै बोल्ने तपाईँ चाहिने भन्दा बढ्ता बोल्ने अब एकदम त्यो भएन भन्ने खालको यो खालको मेसेज पनि आएको छ। तर हामीले बिस्तारै चिर्ने गरिरहेको छौँ त्यसलाई, किन अब यो डिप्लोमेटिक कुरा गर्ने जमाना गइसक्यो। अब डिप्लोमेटिक कुरा गरेर चाहिँ गलत व्यक्तिलाई पनि तपाईँको घुमाउरो भाषाले चाहिँ सही बनाउने खालको एउटा बोल्ने शैली छ नि, त्यो बोल्ने शैलीमा अब देश बन्दैन। अलि बिगारेको त डिप्लोमेटिक कुराले हो। अब देश बनाउन हाम्रो पार्टीको अध्यक्ष हर्क साम्बाङ जस्तो चाहिन्छ। उहाँले डिप्लोमेटिक कुरा गर्नुहुन्न, उहाँले चाहिँ रङलाई रङ भन्नुहुन्छ, राइटलाई राइट भन्नुहुन्छ। त्यो फेस टु फेस हेरेर भन्न सक्ने व्यक्ति हर्क साम्बाङ हो। उहाँले त्यस्तो कुराले त नराम्रो नभन्नु प्लिज भनेर त मैले सबैलाई चिर्ने गरिरहेको छु। जनताले बुझाछन्, भोटरले बुझाछन्, बिस्तारै बुझ्नेछन् र तपाईँको चुनावको 2-3 दिन अगाडिसम्म चाहिँ प्रष्ट हुनेछ कि तपाईँको माहौल बन्नेछ संसदीय पार्टीको। मलाई ढुक्क छ, मलाई विश्वास छ। अब क्षेत्र नम्बर 2 को कुरा गर्दाखेरि अलिकति यो काठ एरियामा अलिकति भनौँ न सबबतिर चाहिँ तपाईँको काङ्ग्रेस र एमालेको पुरानो गढहरू होइन, तपाईँको ट्रेडिसनल भोटरहरू छ। अनि यता नेवार कम्युनिटीमा चाहिँ भनौँ न यता सहर केन्द्रित नेवार कम्युनिटीमा चाहिँ बेसी नेमकिपाका भोटर्सहरू छन् होइन। अनि ती बिचमा तपाईँ कसरी स्ट्यान्ड गर्न सक्नुहुन्छ त अब अहिले होइन, तपाईँलाई जनताले कसरी चिनिरहेको छ? यस्तो नेवारी कम्युनिटीमा चाहिँ जस्तै अब मध्यपुरको एउटा छुट्टै पार्ट छ होइन। मध्यपुरमा नि त्यो यस्तो खालको एउटा नगरेश भन्ने छ क्या, नगरेशमा चाहिँ के छ भन्दाखेरि त्यहाँ चाहिँ लगभग तपाईँको पहिला हामीले भन्छौँ नि एउटा बाउ छोराले चाहिँ बाबामा नचिन्ने भन्ने छ नि। यो बिहान उठ्ने बित्तिकै खेतमा गयो, बेलुका आउने बेला चाहिँ घरमा छोराछोरी सुतिसकेका हुन्छ। त्यो कन्डिसनको एउटा संस्कार छ क्या त्यहाँ। त्यहाँको जनताले त्यहाँको भोटरले इच्छा के हो भन्दा उनीहरूले के जान्नु, हामीले उनीहरूलाई सरकारी जागिर खुवाउँ म खानुपर्छ भन्ने उद्देश्य नै छैन। हामीले कुनै तपाईँको राज्यले के दियोस् भन्ने चाहना पनि हुने। त्यो समुदायको एउटै मात्र चाहना के छ भन्दाखेरि कमसेकम हामीले चाहिँ जमिन चाहिँ सही ढङ्गले जोत्न पाउनु पर्यो। जमिन अहिले तपाईँको प्लटिङको जुन अधिक एउटा सहरी विकासको नाममा चाहिँ थुप्रो उनीहरूको आफ्नो जमिन पनि लुटिसकेको छ क्या धेरै होइन। जस्तै डिपेसरी प्लानिङ भनेको छ होइन, विभिन्न खालको प्लानिङले गर्दाखेरि उहाँहरूको जमिनहरू चाहिँ जस्तै अधिकांश जमिनहरू मोही भएको हुन्छ क्या। आधी त जग्गा चाहिँ खाइन्छ। त्यो आधीमा पनि तपाईँको 40-50% जग्गा चाहिँ फेरि तपाईँको यो प्लानिङले चाहिँ बाटोसाटो कटाइसकेपछि त उनीहरूको जमिनहीन विहीन भइसक्यो क्या होइन। तर उहाँहरूको माग के छ भन्दाखेरि राज्यले चाहिँ जति पनि अधिग्रहण गरेका जमिनहरू चाहिँ खाली नराख्नु, हामीले जोत्न दिनु क्या, हामीले त्यहाँ श्रम गर्ने मौका मात्र दिनु। त्यतिसम्म तपाईँको उहाँहरूको चाहना क्या, त्यो राष्ट्रको एउटा गहनाको रूपमा रहेको ती समुदाय छन् होइन। अब तिनीलाई चाहिँ सही ढङ्गले चाहिँ उनीहरूको विचार उनीहरूको चाहिँ श्रमलाई चाहिँ सम्मान मात्र गर्न सकियो भने छ नि, ती सबै भोटरहरूले चाहिँ हाम्रो संसदीय पार्टीले त खुलेर अलि समर्थन गरिरहेछ। हामीले चाहेको नेता, हामीले चाहेको पार्टी ओ श्रम संस्कृति पार्टी ओ चुनाव चिन्ने माटो खुलेर समर्थन गरिरहेछ क्या होइन। अब त्यो कोर समुदायको कुरा हो। अनि मध्यपुरमा अन्य तपाईँको हुने खाने वर्ग पनि छन् फेरि। हिजो काङ्ग्रेस एमाले लगायतका टिममा रहेका ती वर्गहरूले पनि साँच्चै उनीहरू पनि एउटा श्रम संस्कृतिलाई राष्ट्रिय स्तरमा चाहिँ स्थापित गर्नुपर्छ है भन्ने खालको समुदायभित्र रहेकोले यो नयाँ पार्टीहरूको उदयमान एउटा जुन श्रम संस्कृति पार्टीलाई भित्रैदेखि चाहेको छ। र अरू तपाईँको अलि कोर एरियाबाट अलि बाहिर गाउँ बस्तीतिर जाँदाखेरि पनि हाम्रो जिजुबाजे बाउबाजे एक खालको श्रम संस्कृतिबाट आएकोलाई चाहिँ यो गुमिसकेको जुन हामीले श्रम गर्न छोडिसकेको चिजलाई चाहिँ अरू फेरि स्थापित गर्न आएको पार्टी रहेछ भनेर सबैले माया गरेको छ होइन। त्यही गर्दा चाहिँ एकदमै मैले साह्रै राम्रो चाहिँ पोजिटिभ यो जनमानसमा एकदमै राम्रो धारणा पाएको छु होइन। मलाई चाहिँ एकदम विश्वास छ। एउटा प्रश्न गर्न मन लाग्यो क्या, मैले सुरुमा होइन प्लानिङको विरोध गर्दाखेरि चाहिँ मलाई विकास विरोधी भनेको मेरै गाउँमा होइन। तपाईँले अघि भन्नुभयो नि त्यो जोत गर्न पाऊँ होइन आफ्नो जमिनमा भनेको, त्यो अब तपाईँले राज्यले अधिग्रहण गर्यो त्यसमा
त्यो जग्गावालाको 50% गइहाल्यो त्यस पछाडि पनि प्लटिङवालाले 60% देखि लिएर 30-40% खाइदिन्छ अनि रोपनी हुनेको 4 आनामा टुक्रियो अथवा 8 आनामा टुक्रियो होइन 4 आनादेखि 6 आनामा टुक्रियो अनि त्योभन्दा बेसी हुनेको पनि 8 आनामा भयो अब उसले त्यो 4 आना होइन आनाको करोड जाने अथवा आनाको 50 लाख जाने 4 आनामा साग फलाउँदाखेरि त्यो सागको मूल्य कहाँ पुग्छ तपाईँहरूले हामीले अहिले भोगिरहेछौँ होइन 1 किलो सागको 300 रुपियाँसम्म 80-400 सम्म पुग्ला थियो 370 सम्म पुगेको थियो अब उहाँहरूले एक त फलाउन सक्ने जमिन नभइसके पछाडि होइन जोत गर्ने ठाउँ नै नभएपछि फल्छ कहाँ माटो नै नभए पछाडि अर्को कुरा चाहिँ जुन त्यो जग्गावालाहरू चाहिँ जबको प्लटिङ त सुरु भएको 20-30 वर्ष भयो नेपालमा कमर्सियल्ली प्लटिङ सुरु भएको 30 वर्षभन्दा बेसी भएको छैन तर जग्गा जोतेको त कति वर्ष भयो 3000 वर्षभन्दा बेसीको इतिहास त यही माटोमा छ होइन यही काठमाडौँकै माटोको हामीले लिखित दस्तावेजहरू 3000 वर्षभन्दा पुरानो भेट्न सक्छौँ अब त्यो सबै प्लटिङ हुँदै गइसके पछाडि अब एक दिन छोराको बिहा पर्ला छोरो जन्मेला के होला त्यसले त्यो 4 आना त बेच्नु पर्यो अनि त्यस पछाडि के हुन्छ त्यो मान्छे होइन त्यो मान्छे के हुन्छ सुकुम्बासी हुन्छ यो कुरा चाहिँ कसैले पनि विचारिरहेको छैन क्या त्यो ठाउँमा नि मैले देखिरहेको जस्तो मेरै गाउँमा पनि त्यही अभिगत छ ग्रामीण भेगमा पनि अब सहरी भेगमा त त्यो धेरै भइसक्यो क्या अहिले मैले अघि नै भन्नु जोड्नु खोजेको चाहिँ कस्तो भन्दाखेरि जस्तै श्रम गर्नुको लागि चाहिँ जस्तै अब अहिले प्लटिङको नाममा जमिनहरू सबै बाँझे छ नि त त्यो बाँझे भएको जमिनमा चाहिँ जोत्नु पाउनुपर्छ है बरु चाहिँ सर्टेनली हामीले बाली पनि तिर्न तयार छु भन्ने खालको त्यो खालको नगदेश एरियाको चाहिँ त्यहाँको त्यो एरियामा त बुझेँ मैले तर तपाईँ यसो विचार गर्नुहोस् न त्यो पेप्सीकोला एरियामा हिजो कति मान्छेको चाहिँ रोपनी जग्गा थियो कि आज तिनीहरू एउटा घरमा सीमित छन् अनि मैले अस्ति थाहा पाएको त्यो लकडाउनको बेलामा बिचरा खाने पैसा नभइसके पछाडि उहाँहरूले त्यही घर पनि ब्याङ्कमा राखेर अनि लोन लिएर के भन्छ खान थाल्नु भएछ क्या अब एक दिन पछाडि त्यो घर पनि छोड्नु पर्यो अनि त्यस पछाडि त जाने कहाँ भन्दा सडकमा हो नि त यो समस्या चाहिँ तपाईँले भक्तपुर क्षेत्र नम्बर 2 का जनताहरूलाई पनि होइन यो समस्या आउन सक्छ भनेर बुझाइदिनु होला कि होइन यो त तपाईँको डेफिनेटली यो समस्या त आउँछ आइ नै सकेको छ क्या आइ नै सकेको छ त्यसैले यो जुन खालको एउटा सहरी विकासको क्रममा जुन प्लटिङ छ नि त्यो पनि एकदमै गलत भएको छ होइन कमसेकम त्यो अब बाटोघाटोको नाममा चाहिँ विकास बाटो मात्र होइन होइन सबै चिज चाहिन्छ क्या होइन त्यसको तपाईँको जसले अब एउटा एक रुपियाँ जग्गा भन्ने मान्छेले तपाईँको आदि त नरविकास प्लटिङमा गएछ आदि पनि तपाईँको जग्गा धनीलाई छोड्यो उसले पाउने 4 आना जग्गा हेर्नुहोस् होइन उसले त्यहाँ जमिन हिजो पो तपाईँ 1 रुपियाँ जग्गामा उसले खनजोत गरेर चाहिँ उसले जीविकोपार्जन गरिरहेछ अनि त्यो पनि त्यसबाट वञ्चित भइसक्यो ऊ त सुकुम्बासी भइसक्यो होइन अब फेरि तपाईँको बढ्दो सहरीकरण यो बढ्दो मान्छेको एउटा विलासी जीवनशैली छ होइन अब त्यसले गर्दाखेरि दिन प्रतिदिन मान्छेहरू चाहिँ धनी बन्ने सपनाहरू बोकिरहेछन् होइन त्यसले गर्दाखेरि ती कुराहरूलाई चाहिँ अब एकदम त्यो ब्रेकअप नगरिकन यसलाई चाहिँ तपाईँको ब्रेक नगरिकन अब उपाय नै छैन सर अब तपाईँको यो चुनावी अभियानमा हामीले के देखिरहेछौँ भने कहीँ कतै लफडाहरू भएको छ कतै घन्टी बजायो भनेर कुटपिट भएको छ कतै तपाईँको झन्डा जलाउने देखिएको छ होइन जस पहिलाको तुलनामा त धेरै नै कम भएको छ यो बम विस्फोट हुने यताउता त केही भएको छैन होइन अलिक कमै भएको छ मारापिट अलिक कमै भएको छ तपाईँलाई चाहिँ डर धाक धम्की यताउता होइन तपाईँको हातपातहरू गर्ने प्रयास भएको छ कि छैन होइन त्यस्तो छैन त्यो प्रब्लम छैन अब म त सौहार्दपूर्ण वातावरणमा चुनावी अभियानमा अगाडि बढिरहेको छौँ होइन अब तपाईँको हामीले तपाईँको नराम्रोकोलाई नराम्रै भन्छौँ होइन अब जस्तै राष्ट्रपाको जसले चाहिँ अब हाम्रो पार्टी चाहिँ डिफेन्स गर्नु खोज्छ त्यसलाई त मैले जवाफ त दिनु पऱ्यो होइन अब अरू पुरानो पार्टीहरूको पनि त्यो कुरा आउँछ त्यसको जवाफ त मैले दिने गरिरहेको छु सौहार्दपूर्ण वातावरण दिने गरिरहेको छौँ त्यस्तो खालको वातावरण छैन मलाई चाहिँ गरेको छैन अहिलेसम्म अब यो चुनावको बेला हो होइन चुनावको बेलामा चाहिँ के हुन्छ भने साथीभाइहरू पनि अलिक पर हुने हुन्छ क्या पार्टी फरक भए पछाडि तपाईँको विचार पनि फरक हुन्छ होइन मन पनि फरक हुँदो रहेछ क्या तपाईँ नयाँ पार्टीबाट चाहिँ चुनाव लड्न गइसके पछाडि आफन्तबाट छरछिमेकबाट साथीभाइबाट सहयोग चाहिँ कतिको पाइरहनु भएको छ होइन पहिलो कुरा त तपाईँको मैले अब धेरै खर्च गरेर चुनाव लड्नु खोजेको पनि होइन होइन त्यसले गर्दाखेरि मैले सहयोग कोहीसँग मागेको नि छैन होइन अब कसैले चाहिँ अर्जुनजी अब पैसा आवश्यक छ कि भने कसै अहिलेसम्म सोधेन आर्थिक सहयोग त आफ्नो ठाउँमा हुन्छ तपाईँको भनौँ न अरू खालको सहयोग पनि हुन्छ नि तपाईँको आर्थिक सहयोग मात्रै होइन नि तपाईँको भौतिक रूपमा होइन तपाईँको मानसिक रूपमा तपाईँको भनौँ न एउटा सहानुभूतिको पनि त सहयोग हुन्छ नि होइन यस्तो हुन्छ यो त पार्टी चाहिँ एक त यो ढुङ्गा बोक्ने पार्टी भन्छ नि अब यो श्रम गर्ने पार्टी क्या अनि यसो सुरुमा त तपाईँको म चाहिँ माटो चिन्नेले संसदीय पार्टीमा उठाएको छु भनेर मेरो साथी नै हाँस्ने क्या सुरुमा आफ्नै साथीले पनि हाँस्ने कि ए माटो
श्रमशक्ति पार्टी हर्क साम्बाङ भन्ने यस्तो खालको सुरुमा त्यो थियो होइन तर अहिले बुझ्दै आएको छ अहिले सबैले सहयोग गरेको छ हेर्नुहोस् सबैले सहयोग सबै अब आर्थिक रूपमा त होइन आर्थिक रूपमा त अब सायद अब त्यो अहिलेसम्म त्यो मलाई थाहा पनि छैन अब चुनाव लड्दा कसले सहयोग गर्छ नि थाहा छ अस्ति भर्खर एउटा मिडियाले चाहिँ होइन चुनाव लडेपछि त तपाईँको थुप्रै पैसा कलेक्सन हुन्छ अरे नि त भन्ने खालको कुरा नि गरेको थिएँ क्या अब मलाई अनुभव छैन त्यो विषयमा मैले चाहिँ अब कोहीसँग पैसा मागाइन छैन कसैले तिमीलाई पैसा चाहिन्छ कि अर्जुनजीमा कसैले भने छैन तर आर्थिक बाहेकको कुरामा चाहिँ सबैको सपोर्ट पाएको छु मैले भौतिक रूपमा नि चुनाव प्रचार प्रसारमा हामी पनि आइदिन्छु भने आइरहेका छन् साथीभाइहरू होइन सँगै तपाईँ हिँडिएका छन् घर दैलोमा अब दाजुभाइहरू पनि सबैजना आफन्तले सहयोग गरेर सबैले सहयोग गरेको छ भौतिक रूपले चाहिँ होइन अब दाजुभाइ त हो तर चुनाव प्रचार प्रसारमा त म सँगै हिँड्न मिल्दैन है मेरो चाहिँ पार्टी फरक पर्यो भन्छन् नि अनि कतिले त भन्छ त्यो अब हेर्नुहोस् भोट चाहिँ एकदमै हामी 100% तपाईँलाई भोट हाल्छौँ होइन अब हामीलाई अलिकति समस्या छ खुल्न अलिक मिल्दैन भन्ने खालको कुरा पनि गर्छन् होइन अब साथीभाइ अब लगायतका चिनजान भएका जति अब चुनावी अभियान जाँदा काहीँ न काहीँ जोडिएका साथीहरू होइन देखेका छिमेकीहरूले पनि ल हामी तपाईँलाई अरू चिजलाई सहयोग गर्न नसक्यो भोट चाहिँ हाल्छौँ है तपाईँ ढुक्क आउनु यसपालि माटोमा भोट हाल्छ भन्ने खालको माल चाहिँ बनाएको छ तर कोही चाहिँ खुलेर आउनु भएको छ कोही खुलेर हामी त सहयोग गर्छौँ कसको के खाइदिएको छ र ल जय माटो भन्दै चाहिँ हिँडेका छन् मान्छेहरू जय माटो भन्दै हिँडेको छ क्या अब त्यो खुसीको कुरा पनि छ होइन अब अर्को कुरा के छ भने अब खुलेर समर्थन नगरे पनि तपाईँको भोट चाहिँ तपाईँको सबैले हाल्छ विश्वास छ त्यो चाहिँ अनि अब फिडब्याकको कुरा गर्दा नि तपाईँ जनताको माझमा जानुहुन्छ काहीँ त्यस्तो खालको भनौँ न नकारात्मक कुराहरू सुन्नु परेको छ कसैले अलिकति गाली गर्ने दुर्व्यवहार गर्ने त्यस्तो गर्नु भएको छ कि छैन होइन अलिकति तपाईँको कुरा सुन्न आएको मलाई चाहिँ कसैले दुर्व्यवहार गरेको छैन हेर्नुहोस् है म खुलेर कुरा गर्छु होइन अब तपाईँको उहाँले चाहिँ काउन्टर गर्नु कुन कुरा काउन्टर गर्नु खोज्छ भन्दा कि हर्कसँग अहिले बढी बोल्नुहुन्छ अरूको पहिले आलोचना गर्नुहुन्छ त्यसमा चाहिँ सच्याउन्न त्यो भएन भन्ने खालको कुरा चाहिँ गर्छ तर मैले चाहिँ राम्रो तरिकाले बुझाउँछु क्या बुझाउँछु हेर्नुहोस् हर्क साम्बाङ भने देशभक्त मान्छे हो उहाँले चाहिँ तपाईँको जतिखेर पनि तपाईँको चिप्ला कुरा गर्दैन चिप्ला कुरा गरेर देश बन्दैन त्यसैले उहाँ खरो रूपले चाहिँ रङलाई रङ राइटलाई राइट भन्ने खालको एकदम हिम्मत लिएर आएको मान्छे हो अब चिप्लो कुरा गर्ने अहिलेसम्म बिगारेको चिप्लो कुराले हो चिप्लो कुरा देश बन्दैन उहाँ कामै गरेर चाहिँ बिसुरेको टोडेको मान्छे हो त्यसले गर्दा उहाँले विश्वास गर्नु यो देश उहाँले बनाउनुहुन्छ भने चाहिँ म बुझाएपछि उहाँहरू बुझ्नुहुन्छ एकछिन चाहिँ अलिकति आक्रोशमा नि आउनुहुन्छ होइन तर राम्रै तरिकाले म बुझाउने गरेर चाहिँ उहाँले बुझ्नुहुन्छ बुझाएको छ अहिलेसम्म तपाईँको जति पनि राष्ट्रघाती सन्धि सम्झौता छ होइन ती गर्नेहरू होइन देशलाई भ्रष्टाचारको यो दलदलमा लैजानेहरू त ती सबै चिप्ला कुरा गर्नेहरू नै हुन् नि एकदम यो कुरा त जनताले बुझ्नुपर्छ नि खस्रो बोल्नेले होइन नि चिप्लो बोल्नेले नै देशलाई डुबाएको एकदम त्यो मैले बुझाएको छौँ होइन अब बुझ्दैछन् बुझ्छ एकदमै बुझ्छ त्यो चाहिँ किन नबुझे सुख नि छैन मानौ कि अहिले तपाईँको मानौ कि एउटा मैले भन्ने गरिरहेको छु कि तेस्रो विश्वयुद्ध त हामीले भोग्नुपर्ने दिन आउन सक्छ दिन आउँछ पनि आउँदैछन् पनि तेस्रो विश्वयुद्ध भयो भने चाहिँ हाम्रो नेपाल त ढुङ्गेमा फर्किन्छ 2 दिनमा ढुङ्गेमा फर्किन्छौँ नि मैले भन्ने गरिरहेको छु हेर्नुहोस् तपाईँ हात सबैको हाम्रो हातमा आइफोन मोबाइल छ त्यसले काम गर्दैन तपाईँले चढ्ने बाइक गाडीहरूले कुनैले काम गर्दैन त्यसको फ्युल बाहिरबाट आउँछ भने तपाईँ हाम्रो हातमा चल्ने आइफोन मोबाइलको सेटेलाइट पनि विदेशी नै छ भनेपछि तपाईँहरूले चुलोमा बाल्ने ग्यास त्यो पनि आउँदैन सब चिज बन्द हुनेछ भने चाहिँ हामी चाहिँ ढुङ्गेकीमा फर्किँदैछौँ तर आत्मनिर्भर अब चाहिँ सोच्नुहोस् है अब ढिलो भइसकेको छ तपाईँ छिमेकी तपाईँ सबैले नेपालीहरूले सोच्ने बेला आइसकेको छ अब पनि सोच्ने बेला सोचिएन भने अब हामी चाहिँ यति विकराल स्थिति आउँछ राष्ट्र यो देशमा हामी पिआर मेरो छोरा नाति पिआर छ भनेर हामी दङ्ग पर्छ नि अमेरिकामा बसेर अमेरिकामा छन् कोही अस्ट्रेलियामा छन् भनेर यो ओल्डवार भएको 2 दिनमा एक हप्ताभित्र सबैजना नेपालमा थुप्रिनेछन् हामीले के खाने हाम्रो जमिन सबै बाँधै छ हामीले खाने के माटो खाने सोच्नुहोस् अब विचार गर्नुहोस् हामी आत्मनिर्भर बन्ने कि नबन्ने जमिन बाँझो भएको जमिनलाई हामीले चाहिँ हरियाली बनाउने कि नबनाउने होइन यही हो हाम्रो फिलोसफी भनेर हामीले बुझाउने गरेका छौँ म फिल्डमा त फेस टु फेस यही भन्ने गरेको छु मैले त्यसरी फेस टु फेस एकदम जनता एकदम आक्रोशित छन् हो एकदम राम्रो अब देश बनाउनु पर्छ भन्ने चाहिँ भित्रैदेखि जागा छ होइन जागा छन् जाग्नु पनि पर्छ यो सबैले बुझ्ने पर्ने कुरा हो
हस् अर्जुन सर, तपाईँ अब घर दैलो प्रचार प्रसार छोडेरै पनि यहाँसम्म आइदिनु भयो होइन, हामीलाई यो 1 घन्टाको समय दिनुभयो। तपाईँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु होइन। अब तपाईँहरू जस्तो भिजन भएको मान्छेहरूलाई जनताले चिन्न सकुन् होइन। अन्तिममा आफ्नो क्षेत्रका जनताहरूलाई केही सन्देश दिन चाहनुहुन्छ? सबैलाई नमस्कार। अब मैले अब यो जति मैले बोलेँ होइन, अब यी कुराहरू कति कुराहरू अलिकति नमिलाई नै हुनसक्छ होइन। मैले जे जस्तो तरिकाले बोल्यो पनि अब सबैले चाहिँ यसलाई पोजिटिभ लिनु होला। किन भन्दाखेरि मैले अघि नै पनि मैले सुरुमै भने घर दैलोमा मैले घर घर गएर चाहिँ तपाईँहरूलाई भेट्न नसकिने, विशेष गरी अब सूर्यबाई नगरपालिका अन्तर्गत होइन, मेरो आफ्नो कटुन्जी चिट्टापोल होइन, जति पनि अब पुरानो गाविस वडाहरू छन् होइन, ती वडावासीहरूका सबै भोटरहरू, मध्यवर्ती छिमेकी नगरपालिका सबैलाई म फेरि पनि म विनम्रताका साथ म नमस्ते गर्न चाहन्छु। किन भन्दाखेरि मैले तपाईँलाई भेट्न नसके पनि तपाईँहरू अब यो देशलाई माया गर्ने, यो देशको अब गफले यो देश बन्दैन, मात्र कामले बन्छ। त्यसले गर्दाखेरि तपाईँहरू एकदम मलाई भेटेर, मलाई चिनेर, मलाई बुझेर भोट दिनु होला। मेरो नम्बरमा कन्ट्याक्ट गर्नु होला। म जतिखेर पनि मेरो नम्बर खुला रहनेछ भन्ने म नम्बर फेरि दिन चाहन्छु, 98 511 23 368। हस्त नमस्कार।